गुड मर्निङ साथीहरू। आज यो बिहानीको समय हामी चाहिँ 7:10 रहेछ चुलपोखरी भन्ने ठाउँमा जाँदैछौँ आफन्तको मरौमा। अनि यस्तो उकालो छ कि ऊ साथीहरू तल आउँदैछ, म चाहिँ माथि आएर यताबाट आएर अनि म चाहिँ यहाँ एकछिन रेस्ट गरेको। पसिना हेर्नुहुन्छ भने साथीहरू खलखली भएर है लुगा भिजिसकेको छ आदि पाहाडको ठाउँमा है सबै भिजो नुहाएको जस्तो भइरहेछ। अनि कस्तो चिसो हावा आयो, एकछिन बिसाउनु पर्यो भनेर म चाहिँ बसेको। पानी पनि पर्ला पर्ला जस्तो भइरहेछ, पुरै बादल देखिँदैछ। त्यो पाहाड छ, कहिले पुग्नु जस्तो भइरहेछ। हाम्रो त्यहाँ मोटी दिदी आउँदै हुनुहुन्छ लट्ठी टेक्दै, मलाई झन् साह्रो परेको छ फ्याँ भएर बिचरीलाई। बोक्न सक्ने हो भने त बोक्नु आउँदै हुनुहुन्छ पर 3 जना 5 जना 6 जना 7 जना 8 जना, मैले 9 जना, सानो भाइले 10 जना रहेछौँ। आमा पसिना नै पुरा यस्तो भइरहेछ, सुकेन। तान्नु अरे साथीहरू, हेर्नु है मेरो दिदीलाई। लाज भन्दै म लडेँ। आयो हेर्नु है यहाँ मेरो दिदी कस्तो हुनुभएको छ बिचारी। यस्तो छ बाटो उकालो। हाम्रो तिग्राहरू दुखिसक्यो उकालोले, प्रेसर परेछ। यता ओह्रालो ओइ ओइ झन्डै लडेँ। हेर्नु त कस्तो भइरहेछ। यहाँ मेरो दिदी फ्याँ भएर बोल्नु पनि सक्नु भएको छैन। अलिकति मैदान आएछ है बल्ल रोड सर्टकट हिँडेको त। यता आमा यति अक्कल उकालो अलिक मैदान रहेछ। डाँडा काँडा गाउँघर सहर बजारभन्दा भिन्नता छ। निस्किनु भएकै छैन हो, बल्ल निस्किनु भयो भाइ एकजना। बल्ल 2 जना, अरू बाँकी नै छ। यतै गर्नुभयो दिदी, लट्ठी टेकेर सजिलो भएको छ अरे। फ्यान लगाइदिउँ तिग्रामा पुगेछ त। साथीहरू अझै आउनै बाँकी छ, 3 जना त आइपुग्नु भयो, आउँदै हुनुहुन्छ। जङ्गल पहाडको स्वच्छ हावा वातावरण, स्वच्छ हावा मिठो छ। अनि आज पानी पर्ला जस्तो भइरहेछ, मिठो छ। कति अग्लो यो पहाड, कस्तो हरियाली छ। अब यता पो जानुपर्ने, त्यता हो बाटो। लु यताबाट छ बाटो त, यता यो गाडीको बाटो रहेछ। यता पाउनुमा अप्ठ्यारो। यहाँ मोटी दिदी उकालोमा पट्ने भएको कि त्यो सर्कल बाटो आएको झन्डै लड्यो मेरो सिबल चिया। त्यो साथीहरू हेर्नु है, हेर्नु खाना जाऊ कि प्रभु। सर्टकट बाटो यता रहेछ, सर्टकट बाटो आएको। आज भुन्टेले कहाँ लाँदैछ है, फेरि यता रोड छोडेर यता जान्छ त। हामी चाहिँ यता आइसक्यौँ, तल छोडियो बाटो घुमेको यताबाट रहेछ। यता यस्तो कालो छ। ओ यस्तो छ, पानी आउला जस्तो। यस्तो हावा चलिरहेछ, मिठो छ हावा चलिरहेछ।
मोटो भएर ए यो रहेछ सर्टकट बाटो साथीहरू आधी आउनै बाँकी छ हामी चाहिँ यताबाट घुमेर आयौँ यहाँ आउनु बाँकी छ 10 जना छौँ हामीसँग यो हल्लिने मसिनो फलेको छ नि यो